सहभागी हुन पाउँदा म आफूलाई गौरवान्वित महसुस गरिरहेको छु। हाम्रा पहाडका दाजुभाइ तथा दिदीबहिनीहरू, किसानहरू जो वातावरणीय दृष्टिकोणले अत्यन्त सुन्दर तर भौगोलिक दृष्टिकोणले विकटताको स्थितिबाट गुज्रिँदा पनि हामी हाम्रो देशलाई कसरी समृद्ध पार्न सकिन्छ, कसरी हामी हाम्रा विदेश पलायन श्रमहरूलाई रोक्न सकिन्छ, आफ्नै ठाउँमा आफ्नो पसिना बगाएर कसरी हामी समृद्ध बन्न सक्छौँ भन्ने एउटा उद्घोष पनि तपाईहरूले गर्नुभयो र मलाई लाग्छ अहिले नेपाल सरकारले सारेको अवधारणा सुखी नेपाली समृद्ध नेपालको अवधारणाको प्रतिबिम्ब यहाँ गाउँसम्म पनि राम्ररी आइपुगेको र त्यसलाई आत्मसात गरिसकेको मैले अनुभूति गरेको छु। आदरणीय महाजन समुदायहरू, स्वाभाविक रूपमा हामी गरिब छैनौँ, न हामी सानो छौँ। एउटा भन्ने गरिन्छ नेपाल सानो देश हो, होइन। नेपाल विश्वको सबैभन्दा ठुला देशहरूमध्ये एउटा देश हो। यो भूगोलको दृष्टिकोणले हामी जनसङ्ख्याका हिसाबले हाम्रो आकार हामी ठुलो र सानो छैनौँ। हाम्रा बिचमा जे विविधताहरू छन्, हामी सांस्कृतिक विविधता, भाषिक विविधता, भौगोलिक विविधता लगायतका जे विविधताहरू छन्, ती कतिपय ठुल्ठुला आफूलाई ठुला तथा सभ्य बनिने देशहरूमा पनि यत्रो विविधता छैन। हामी 122 भन्दा बढी भाषाभाषी छौँ भने अनेक धर्मावलम्बी छौँ। वातावरणका दृष्टिकोणले हामी यहाँ जसरी पर्वतको जिल्लाको 500 मिटरदेखि 3800 मिटरका जसरी कुरा गर्नुभयो, हामी धरानमा जाँदा एउटा अनुभव हुन्छ भने त्योभन्दा माथि गयो भने अर्को। यहाँ सोलुको एउटा छुट्टै हावापानी छ भने तराई मधेसमा जाँदा छुट्टै। मलाई लाग्छ कतिपय सन्दर्भमा यो कोणबाट हामी विश्वका ठुलो देशहरूमध्ये एउटा हो। हाम्रो भू रणनीतिक महत्त्व आजको सन्दर्भमा दक्षिण एसियामा त सबैभन्दा बढी हामी भू रणनीतिक हिसाबले महत्त्वपूर्ण त छँदैछौँ, तर पनि म भन्दछु आजको सन्दर्भमा, आजको विश्व परिवेशमा विश्वको सबैभन्दा बढी रणनीतिक महत्त्वका दृष्टिकोणले हाम्रो देश उभिएको छ। हामी त्यो भूगोलमा अवस्थित छौँ। मलाई लाग्दछ कतिपय सन्दर्भमा देशलाई निर्माण गर्ने पृथ्वीनारायण शाहले दुई ढुङ्गा बीचको तरुल भनेका थिए भने हामीले दुई ढुङ्गा बीचको डाइनामाइट भनेका थियौँ। मलाई लाग्दछ आज यो दुई ढुङ्गा बीचको तरुल होइन कि यो दुई ढुङ्गा बीचका डाइनामाइटको रूपमा आफूलाई प्रस्तुत गरिरहेको छ। त्यसैले यसले आफ्नो आत्मनिर्णयको अधिकार प्रयोग गरिरहँदा कसैले आदेश दिँदा नेपाली जनता बरु भोकै बस्न बाध्य भए, भोकै बस्न तयार भए, तर शिर झुकाउन चाहेनन्। यसका ज्वलन्त उदाहरण हो हामी चीन र भारत जस्ता ठुला र आजको सन्दर्भमा उदयमान देशहरूको बिचमा हामी रहेका छौँ र विश्वको कुल जनसङ्ख्याको हिसाब किताब गर्ने हो भने यो दुईटा मुलुकको जनसङ्ख्यालाई जोड्ने हो भने विश्वको जनसङ्ख्याको झन्डै आधा जति जनसङ्ख्या यही रहेको छ र नेपालमा भइरहने राजनीतिक घटनाक्रमले नेपाल मात्र होइन सारा संसारलाई तरङ्गित गरिरहेको हुन्छ। त्यसैले हामीले विगतमा राजनीतिक सङ्घर्षहरू गरिरहँदा त्यो महान जनयुद्ध होस्
अथवा त्यो महाजनयुद्धभन्दा अगाडिका राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने यहाँ आफूलाई सर्वशक्तिशाली ठानिने राष्ट्रहरूका पनि स्वार्थ यहाँ जोडिन्छ र त्यसलाई आफ्नो कोणबाट उसले उपयोग गर्न खोजिरहेको हुन्छ। मैले यो कुरा किन भने हामी कसैभन्दा सानो छैनौं र हामी कमजोर पनि छैनौं। हो, स्वाभाविक रूपमा हामी ठुलो हुँदै पनि, हामी मजबुत हुँदै पनि, हामी कुनै समयमा खाद्यान्नमा आत्मनिर्भर हुँदै पनि आज हाम्रा हाल किन बेहाल भए? आज हाम्रा श्रमजीवी हातहरू, हाम्रा श्रम शक्तिहरू किन खाडी मुलुकमा श्रम बेच्न बाध्य छन्? के यस्तो स्थिति आइपर्यो? मलाई लाग्दछ यो कुरामा अब बहस हुन जरुरी छ। हामीले यो पार्टी त्यो पार्टी स्वाभाविक रूपमा आफ्ना विचारका दृष्टिकोणले, वर्गका दृष्टिकोणले विभिन्न राजनीतिक दलमा लाग्नु स्वाभाविक हो, तर मुख्यतया देशलाई कसले जोगाउन सक्छ, नेपाली जनताको स्वाभिमानलाई कसले अगाडि बढाउन सक्छ, कसले नेपाली जनताको सुखी नेपाली र समृद्ध नेपालको सपनालाई साकार पार्न सक्छ, मुख्य आज विषयवस्तु यसलाई केन्द्रबिन्दुमा राख्न जरुरी छ। हामी हेर्छौं कुनै समयमा प्रत्येक निर्वाचन क्षेत्रबाट 200 जना युवालाई बाहिर पठाउने सरकारले नै घोषणा गर्यो र सरकार त्यसमा आफूलाई गौरवान्वित ठान्यो पनि। हामी यसरी हाम्रा श्रमशीलहरूलाई बाहिर पठायौं। यदि आज सबै विदेश गएका 30 श्रमजीवीहरू एकैचोटि नेपाल फर्किए भने हाम्रो हालत के हुन्छ? हामी यो अत्यन्त प्रतिकूलको स्थितिबाट हामी सोचेर हाम्रा योजनाहरू निर्माण गर्न जरुरी छ। अहिले हामी जे स्थितिमा छौं, संक्रमणकालीन सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाइसकेपछि संक्रमणकालीन व्यवस्था अनुसार हाम्रो यो सरकार गठन भएको र नयाँ संविधानलाई कार्यान्वयन गर्ने प्रक्रिया अगाडि गइरहँदा हामी जति राष्ट्रिय सहमतिका साथ जसरी संविधान निर्माण गर्यौं त्यसै गरी यसमा कार्यान्वयन गर्न पनि त्यतिकै जरुरी छ। के कारणले गर्दा हामी पछि हट्यौं अथवा को पछि हटे भन्ने कुरा मैले बताइरहनु पर्दैन। मलाई लाग्दछ हामी एकले अर्कालाई घोचपेच गरेर समय बिताउने हामीसँग छुट छैन। नेपाली जनतासँग अब हामीले एकले अर्काको आलोचना अथवा खैरो खनेर आफूलाई ठिक ठहर्याउनको लागि हामीसँग समय छैन। तसर्थ हामी आम नेपाली जनतालाई मिल्नुको विकल्प छैन र समृद्ध नेपालको सपना पूरा गर्नु बाहेक अर्को विकल्प पनि हामीसँग छैन। यो अर्थमा यहाँ कृषि सबैभन्दा ठुलो उद्योग हो। हामी साना अन्य उद्योगका पनि छन् र त्यहाँ पनि प्रवर्धन गर्नुपर्छ, तर मुख्यतया कृषि उद्योग। तर यो उद्योगलाई हामीले व्यवस्थित ढङ्गले एउटा योजनाबद्ध तरिकाले बढाउन सकेनौं कि अथवा पञ्चायतले बढाए त्यसले आफ्नो राज्य व्यवस्थालाई टिकाउनको लागि पञ्चायत ढलिसकेपछि हामीले संक्रमणकालीन राजनीति गरिरहँदा हामीले हाम्रा भू उपयोग नीति ल्याउन सकेनौं। हामीले हाम्रा नदीहरू सम्बन्धमा, जलस्रोत सम्बन्धमा भएका नीतिहरूलाई पनि हामीले पूर्णतः लागू गर्न सकेनौं र जे जति अभाव छन् त्यसलाई पूर्णतातर्फ हाम्रो यता संक्रमणकालीन राजनीतिक परिस्थिति र परिवेशले त्यसलाई पूरा गर्न सकेनौं। अहिले यो नयाँ सरकार आइसकेपछि कृषि र सिंचाई मन्त्रालयमा विभिन्न तहमा छलफल र सहमति पनि भएको छ। मन्त्री स्तरमा, सचिव स्तरमा, महानिर्देशकको स्तरमा र अहिले कृषि मन्त्रालयले र सिंचाई मन्त्रालयको बीचमा एउटा साझा अवधारणा आएको छ। एउटा जहाँ हामीले सिंचाई पुर्याउन
सकेका छौँ अथवा